ओ त्यहाँ माथि एउटा आफ्नो गर्लफ्रेन्ड दिया भन्नेको लागि चाहिँ एउटा मिठो शायरी छोडिदिँदैछन्। बडा मजा आए भेना भयो पो दिएर जाम घाँस त यस्तो घाममा काटेछन्। हो पाल्पामा चाहिँ मकै ठ्याक्क बल्ल यत्रो भएर रहेछ कि गाउँतिर चाहिँ यहाँ गाउँघरतिरको घर छोडेर चाहिँ सबैले यस्तरी भत्किरहेको कि अनि यतातिर फेरि यत्तिकै मामाको कसरी बस्न जाम भनेर आएको भेनासित अनि हामी चाहिँ यहाँ पुगिसकेछौँ। चप्पल फुत्क्यो कि ठुगालेर छिराउनु न हेर्नु भएको छ सन्चो हुनुहुन्छ यतातिरको मान्छे चाहिँ सर्दी जानु पर्यो भने चाहिँ ऊ यहाँदेखि चाहिँ यो डाँडा हुँदै ठ्याक्क यसको पछाडिबाट चाहिँ जानुहुने रहेछ र सर्दीमै भएको वंशी सिमेन्टको कम्पनीले पनि माल यहाँदेखि लाँदो रहेछ। देख्न सक्नुहुन्छ यो डाँडो चुच्चो थियो कि सबै त्यो माथिबाट निकालेर तेर्सो भइसक्यो रहेछ। मामालाई भेट्न आएको मामा चाहिँ घरमा हुनुहुन्छ हुन्छ। यहाँ हाम्रो हात्तीलेकै हो योवाला चाहिँ हात्तीलेक पाल्पाको सबसे उच्च डाँडा होइन। ठिक छ ल बस्नु है माइजू बस्नु है ल 2000 years later घाँस लैयो है दुःख नमान्नु है। अझै एउटा लान्छौँ त्यसपछि जानु अर्कोले हामीलाई 1-2 मुठा घाँस गिफ्ट दिनुभएको छ। अच्छा टेन्सन गराएको कि फेरि मुठा पनि हिँड माथि हाम्रो घर चिया खान जाम आउ के साँच्चै भनेको के और अभी तो रुको भेना भयो पो दिएर जाम घाँस त यस्तो घाममा काटेछन्। हो भिडियो बनाएर घर पैसीलाई दिने अनि फर्काइदिने। शाबाश बेटा होइन हामी भिडियो बनाउनु मात्रै ल्याएको क्या ल पैसा लिएर सबै गाली नगर है ल बाई ल खाऊ बसन्ती अर्कोलाई पनि दिनु बक्रीलाई पनि दिनु कहाँ छ हामीले कहाँ लिएर आएको यहाँ गोठनी रहेछ यहाँ के पाल्छन् यहाँ चाहिँ बारी यस्तो टाढा भयो भने गाउँघरतिर एउटा चाहिँ उता बारी धेरै भएकोतिर पनि गोठ बनाइन्छ। अब यहाँ ठ्याक्क गोठ भइसकेपछि त अब यहाँ यत्रो मोल बोक्नको लागि त उता टाढादेखि बोक्न परेन नि त त्यो उता चाहिँ यहाँ गोठ बनाइन्छ। बरु दिनको एकचोटि आउँछन्। आजको चाहिँ हाम्रो प्लानिङ भनेको के छ भने के छ अरे भनिदिनु त मछली मार्नु जानु। आज चाहिँ हामी निस्ती खोला मछली मार्न गइन्छ होला गाइज। भिडियो चाहिँ अन्तिम ल गाइज हामी चाहिँ अब ठ्याक्क खानासाना खाएर 3 जना भएर ठ्याक्क बेचे खोलातिर नुहाउन जाँदैछौँ नुहाइधुवाइ गर्नलाई। पाल्पा हामी जानुपर्ने चाहिँ त्यहाँ तल हुन्छ ठ्याक्क त्यो खाल्टोमा 20 मिनट पुगिन्छ होइन बेलाजु। ल गाइज देख्न सक्नुहुन्छ है यहाँ चाहिँ झरना रहेछ एउटा पानी बिनाको। यहाँ माछा होला है और पानी खस्दा चाहिँ खतरा देखिन्छ होला कि यहाँनिर रेचे पर्छ। अनि माथिको सिसिङ्गा होइन ल दामी बाटो यस्तो छ कि पुरा गोङराङ झर्न पर्ने। ठ्याक्क खोलामा पुग्न आँट्यौँ। यहाँ चाहिँ धेरै गर्मी रहेछ। यहाँ चाहिँ ठ्याक्क तराईतिरको जस्तै गर्मी रहेछ।
यो सुँगुरको घर खै ल ल ल झोला थाप्नु झोला थापेन झोला थाप्नु के निचोरेर हालिहाल्ने पो पचाकको चुक पार्नु पालपातिर फेरि मैले बुझेको धेरै मासु खाने पूजा हुँदो रहेछ के खोलामा सफल भएका छौँ ए सुसन आइज कि तँलाई खेल्न सिकाउँछु किन डराएको त हामी पौडी खेल्दैछौँ थाल आइज ल घन्टा घटेछ अहिले त खोलाको झन् उति नै हो यार गिट्टी छ सब यार Oh my god! Oh my god! वाटरप्रुफ हजुरको ए वाटरप्रुफ के यो चाहिँ गाइज पाल्पा निस्दी खोलाको रमाइलो है अघि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला दामी हुँदैछ हाम्रो स्विमिङ उसको कहानी सुने छैनौ तिमीले त्यो बाख्रा चराउन जान्छ है होइन सुरुमा बाघ आयो भन्छ पछि आउन्न गाउँले पनि आउन्नन् त्यस्तै हुन्छ त्यो कथा सिकाएको चाहिँ यही हो के बोले बाबु के बोले त्यही छु बडा मजा आयो ओ त्यहाँ ढुङ्गामा हान्छ के त्यो मैचा माधानीको तिमीले कर्क नजर दिँदा मेरो जान जाने हो पुरा नगर नकान्छे आम्दानीको हामी पनि पूर्वेली खानदानी हो भूमसाका लागा तिमीलाई पूर्वेली भाका तिमीलाई आँखा लाउने केटाहरूको आँखा चिम्लिता तिमीलाई आँखा लाउने केटाहरूको आँखा चिम्लिता ओए दामी छ ल मायालुको लागि सायरी भन्देऊ ल ओए नाम क्लास भए ल दियाको लागि एउटा हान्देऊ दिया तिमी मेरी मन की प्रिय तिमीलाई सम्झिँदा हुन्छ मेरो मुटु छिया छिया यो वाला हान्देऊ नि त एउटा जाने हो ल जानेको हान्देऊ ल गर्लफ्रेन्डको लागि चाहिँ एउटा दिनै पर्छ निस्दी खोलामा आएर पनि होइन श्वास हाले अब एउटा आफ्नो गर्लफ्रेन्ड दिया भन्नेको लागि चाहिँ एउटा मिठो सायरी छोडिदिँदैछ भन्ने इङ्ग्लिसमा भनौँ माई गर्लफ्रेन्ड नेम इज दिया अल एसारु I did in class 4. I did in class 4. I love you. Huh? ओए I love you. कति माया गर्छौ? कति माया गर्छौ बाबु? धेरै. कति धेरै देखाउ त? देखाउन सक्छौ? सक्दैन. किसके? कसम. लगाती छौ त ए खाइदिएको रे अब ढाँट्दो रहेछन् के मैले पनि थाहा पाएको थिएँ तिमीले त चुम्मा खाएको भन्ने त साँच्ची बिहा चाहिँ गर्ने हो थाहा छैन घरकाले मान्छ नि त घरकाले मान्छ नि त ल ठिक छ नमाने मनाइदिने होइन फेरि आफूहरूलाई नपुग्ला नि हुन्छ ल साबुन त साबुन छ नि होइन ल तल गएर माछा खोज नि त ठ्याक्क यहाँ बन्द हो पानी यहाँ धमिलियो कि होइन ल गाइज म चाहिँ जाँदैछु माछा हेर्नको लागि आफ्नो हात देखिन्छ अलि अरू केही देखिन्न होइन सङ्लोमा जानुपर्छ बब्बाल 2 1 गो कता साँझ मोबाइलै नखुल्ने हो क्या त हाबेन पानीमा मोबाइल चोपिदिएको साँझ कता मोबाइलै नखुल्ने हो वाटरप्रुफ होइन र
हो भनेको के अरे उ त्यो क्यामेरामा त गयो यार उ त्यो हेर्नु त गाइज हाम्रो चाहिँ अब नुहाउने धुने कार्यक्रम सकियो भेना चाहिँ अगाडि चाँडै जानुभयो म चाहिँ एकछिन आउनु नि त नुहाएँ अब चाहिँ म अनि दुईवटा भेनाहरू अगाडि बस्नु भएको म त्यही त त्यतै जानुपर्ने हुन्छ फालपातीको दाजुभाइहरूलाई पनि भेट्यो नयाँ मान्छे भनेर चाहिँ धेरै माया दिनुभयो थ्याङ्क यू हामी चाहिँ नास्ता गर्न आएको यसो पेट पूजा गर्नु पऱ्यो अनि माछा मार्नु जानुपर्ने प्लानिङ दुईवटा भेनाहरू आउँदै हुनुहुन्छ कसरी अगाडि चाहिँ रेचे भन्ने ठाउँ छ यहाँ चाहिँ अलि गर्नु भएको कारणले चाहिँ यहाँ मकै अलि ठुल्ठुलो छ माथि चाहिँ अलि जाडो चिसो चिसो मौसम हुने भएको चाहिँ माथि चाहिँ अलि सानो छ मकै यहाँ चाहिँ हाम्रो भाउजूले एकदम मिठो नास्ता बनाएर दिनुहुन्छ जस्तो छ हामीलाई मैले हाल्छु के अरे भाउजू के गर्नुहुन्छ र कहाँ को भएको ठाउँमा त्यस्तो त नपित्नु भयो सब्सक्राइब हानिदिनु भयो यस्तो छन् माल बन्दैछ छोपे भिडियो खिच्ने म यहाँ छु के मलाई छोप्ला मैले भनिदिउँला पानी पर्छ कि जस्तो लाग्यो कि ट्र्याक्टर आखा कि ट्र्याक्टर रोका आखा कितने शानदार विचार रखते हैं म सिक्छैन लाइटले आउनु भनेको ए सरी यार मिसेज त्यसमा होइन बारेको लिइरहेको कि ट्र्याक्टरले रोकाएको कि पिट्न मान्नु आजको सरको ट्र्याक्टर आज टोपी हो माछा मार्नु के भन्छन् यसलाई सिब्रिङ यो चाहिँ बम हो ट्याक्क यसको चाहिँ यहाँ आगो लाएर स्याट फालेसी चाहिँ के हुन्छ भन्दै ल तिमीले के हुन्छ माछा मर्छ भन्दैन पड्किन्छ भन न यस्तो लाटो हो माछा मार्ने प्लानिङ आज सबै कुरा ढिलो भयो कि पहिला भेना आउन ढिलो गर्नुभयो त्यहाँदेखि हिँड्न ढिलो भयो आइयो यहाँ आएर कुद्न ढिलो भयो गाइज यु क्यान सी खोलामा बम यस खतरा आउने भयो आज चाहिँ नि मेरो लाइफको फर्स्ट एक्सपिरियन्स बममा ढुङ्गा बाँधेर चाहिँ उ त्यो गरिरहेको के तल लिएर जानको लागि भाग्नु पर्छ क्या बेना टेकिट ओ त्यहाँ माथि त्यहाँ ठुलै छ सुनेल चिराइज न यता ओ त्यहाँ हो त्यो समात्नु हो त्यो यसो भिडियो गर्नु ल माछा चाहिँ जम्मा यति मरो यति जति तिनीहरूले लग्यो होइन अलि धेरै लग्यो कि माछा चाहिँ यति मरो त्यति पड्काउन सत्यानाश मात्रै भयो आज जतातता आज धोकै धोका यार यस्तो धोकाको जिन्दगी भयो कि आज अब चाहिँ सपना रहर इच्छा सबै पुरा भयो माछा पनि मारिदियो चाहिने कति छुची हो त्यो ट्र्याक्टरवाला कस्तो रहेछ क्या नम्बर त लिएर आएको हो तरन फोन गरेन कि त्यसले एकचोटि पनि त्यही हो गाइज अब चाहिँ हामी जान पर्ने धेरै माथि छ
अनि अब भिडियो गर्नु पनि सम्भव हुन्न वनको बाटो त्यस्तै छ दुःख छ घामले मान्छे आजको भिडियो चाहिँ यही एन्डिङ हुन्छ लास्टसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ हजुरहरूलाई डोन्ट फर्गेट लाइक कमेन्ट सब्सक्राइब यति भन्दै चाहिँ यो भिडियोलाई यही एन्डिङ गर्न चाहन्छु जय नेपाल मामा के छ त नि खबर आज माछा कतिको मार्नुभयो त छैन त्यस्तै छ कि होइन माछा मार्न भन्नु हिँड्यो हाम्रो पनि त्यस्तै हालत भयो हेर्नु उहाँबाट त्यो 3 जना आयो 3 जनाले 1 घन्टाको दरमा 1 घन्टा पनि मारियो